Hello everyone, welcome to my YouTube channel. Welcome back to my YouTube channel. आज चाहिँ हामी यस्तो रमाइलो गर्न होलिडे मनाउनलाई हामी यहाँ आइसकेका छौँ। हामी सबैजना भेट भइसकेका छौँ। धेरै पछि म मेरो भिडियो लिएर आउँदैछु र म सबैलाई देखाउँछु ल। हेर्नु साथीहरू, हाई एभ्रिवान, हेलो एभ्रिवान, मालविका हाई, अनि के अरे छोराको नाम दिप्सन हाई। कति गोरा गोरा हो, कति गोरा गोरा हो बाबु। ओके, कस्तो उहिरेको छोरी छ त्यति हुन्छ। सब गोरा गोरा, म नि अलिअलि फाउन्डेसन लगाएर गोरै भएको छु साथीहरू। यिनीहरू मात्रै गोरो हुने हो र। हामी ल भाइ के छु ल हिँड जाऊँ साथीहरू। अब हामी स्टेसनमा जाँदैछौँ। पिकनिक आएकाहरू गनाएर हेर कस्तो कोही रिसाउन पाइन्न यहाँ र ह्याप्पी सबै भिडियोमा नै आउँछ। त्यहाँ चाहिँ हाम्रो खानेकुरा छ। अलि म सब देखाउँछु ल तपाईँहरूलाई। पानी यहाँ लिएछु, जम तल गएर खाने कि पटपटम खानु पर्ने। हिँड छिटो, म नि भिडियो गराउँछु। ओ के भयो, ओ के भयो ओए किन हाँस्यो, के तिमी मिठो। हामी चाहिँ जाँदैछौँ। हामी त्यहाँ झर्नामा जाने हो, नुहाउने हो, धुने हो। आज हामी धेरै धेरै इन्जोय गर्ने भनेको, तर यिनीहरूले यस्तो ढिलो गरे क्या। मलाई सबलाई गाली गर्नु मन लागेको थियो, तर के गर्नु, झन् स्वीकार्यो गल्ती। त्यो हामी त्यहाँ हो कि जाने हो, त्यहाँ खोलामा। खोला आज हामी समर के भन्छ त्यसलाई, ह्याप्पी समर मनाउन आएको के, सेलिब्रेसनको लागि आएको। झोला खासै ठुलो छैन, 2-3वटा मान्छेहरू चाहिँ त्यही चस्मा। बाटो फेरि यस्तो छ है, हामी फेरि यस्तो डेन्जर है बाटो त है। ओए उताबाट स्कुटी पनि आउँदो रहेछ क्या हो। ओ अलि उताबाट बाटो गएको कि पस्ने। त्यो तर सजिलो छैन होला कि। रहर पनि कस्तो हो त फेरि। झर्ना भएको चाहिँ कहाँ हो त? त्यो होइन, अलि अर्कै थियो जस्तो लागेको थियो कि पानी नै आउने क्या छ होला क्या माथिपट्टि। होइन यता माथि यसरी यहाँ पुलबाट हेरौँ त। तिम्रो साथीलाई सोध त। ऊ यहाँ तल हो क्या हो कि? हो त्यहाँ तल जस्तो लाग्यो क्या। ओ छोरोसम्म त है, छोरो। ओइ घाम नभयो त यता नि मिल्थ्यो है। यस्तो राम्रो ठाउँ के है। ओ हामी यति राम्रो ठाउँमा आएको। बाटो खासमा बाटो यस्तो हो है। मैले अघि तपाईँलाई राम्रो बाटो देखाइरहेको थिएँ, त्यो चाहिँ फेक हो। खासमा यस्तो थियो। ओ त्यो तलपट्टिको हो क्या झर्ना त त्यही हो। अनि यस्तो पसिनै पसिना असिना असिना भएर नि जाने के रहर हो कुन, अविस्मरणीय छ यो। एकचोटि लडे भए हाँस्न पाइन्थ्यो। बाटो यस्तो छ साथीहरू। यस्तो बाटोमा नि हामी हिँड्न गइरहेको छौँ। यो रहर हो कि बाध्यता आफै बुझ्नुहोस्। हामी चाहिँ त्यही झर्न अघि नै हामी चाहिँ माथिपट्टिबाट गयौँ।
खासमा यो तलबाट हो कि जाने हामी तलपट्टिको झर्नामा जानु लाग्यो झर ओके है प्लेट ल्याइयो के रे आयो आयो रे मेरो होला सबभन्दा धेरै ब्लग आगे साथीहरू हामी चाहिँ यो ठाउँमा आइसक्यौँ यस्तो रमाइलो छ माथि झर्ना छ नि हामी अब यहाँ स्विमिङ गर्दै रमाइलो गर्नु पसिनाले हेर्नु साथीहरू कस्तो भयो के हाई मैले यता आर्य डन अर्को रेडी हुँदैछ यता साथीहरू चिसो छ पानी पानी चिसो छ अर्को नानी हाई पानी खेलाउने पानी ल पानी खेल्नु न म भिडियो गराउँछु स्विमिङ गर्नु न पानी खेलाउनु न पानी ल जानु म यहाँ भिडियो गरेर छु हाई मिलासा आऊ यता सरस्वती त चप्पल बगाउँछ यता दिन ओए बहिनीले नाल है मुनिबाट सवार न मुनिबाट दुईटा हातले यसै समाते तलबाट
स्टार्ट तपाईँको उता जानु न उता दिदीतिर यता फर्किनु के पानी नखाऊ भाइ नानी एकछिन न यसरी हो क्या चस्मा अहिले छिटो कति ढिलो पौडी खेल्दा खेल्दा भोक लागेको भएर अब हामी चाहिँ खाजा खान जाँदैछौँ हाम्रो पुलाउ म के छ देखाउँछ है यहाँ पुलाउ छ है अनि हाम्रो अचार साबेको अचार अनि रोस्ट अनि यहाँ डब्बा माछा यो ससेज अनि जाउन अनि यहाँ के दहीहरू छ मही छ है यहाँ प्लेटहरू हाम्रो अनि हाम्रो करेन्ट चाउचाउ र अर्को मासु ओइ अर्को मासु मेरिनेट गरेर राख्नु पर्यो के अनि यता रेडी हुँदैछ हाम्रो दुःख सुखको यस्तै हो पिकनिक ड्राई पिकनिक यहाँ मेरो छोरी मिठो भयो खानेकुरा यस्तो यो चाहिँ मेरो प्लेटिङ हो है लेकिन यामी यामी कहाँ बनाएर खुर्सानी खोइ चोरै ल्या खुर्सानी खोइ रोस्ट अनि अचार पापड माछा अनि तपाईँलाई कस्तो भयो अर्को बेबीलाई तपाईँलाई बेबीलाई साथीहरू हामी यहाँ फेरि अघि त्यत्रो खाइसकेर फेरि पौडी खेलेको त अनि भोक लागेपछि फेरि हामीसँग यहाँ करेन्ट छ अनि यहाँ मासु पनि छ हामी मासु चाहिँ खाँदैन तर करेन्ट चाउचाउ चाहिँ पकाएर खाने भनेको कि हेर्नु न कति मजाले बलेको आगो राम ओ यो ढुङ्गा पड्किन त पड्किन्न होइन आगोमा पड्किन्छ नि अनि म त्यो आगो बलेको दिएर कस्तो राम्रो लाग्यो कि त्यो पकाएर खानु मन लाग्यो अनि त्यसपछि चोडो लगाएर हामीले चाहिँ नि यस्तो राम्रो चाहिँ भएको छैन म पानीमा खेलेको सब बगाएँ क्या मेरो मेकअपहरू म विदाउट मेकअप राम्रो देखिँदैन साथीहरू भनेर भन्नु नि मिलेन
अनि म चाहिँ यहाँ करेन्ट चाउचाउ पकाएर खानेवाला देखाउँदैछु तपाईँहरूलाई। तपाईँहरूले राम्रोसँग ध्यान दिएर हेरिदिनु होला भन्न चाहन्छु। र यता फेरि हाम्रो मेकअप सेसन चलिरहेको छ। मेकअप राम्री हुनलाई मेकअप। तर म विदाउट मेकअप यहाँ यस्तो भइरहेको छु कि साथीहरू। अनि आजको दिन यस्तो रमाइलो गरियो, रमाइलो पनि भयो। तर अनि माथि रोडमा निस्किने चाहिँ उकालो जानुपर्ने हुन्छ। अब यत्रो उकालो चाहिँ कसरी जाने भन्ने छ कि अब क्यारी जानु यत्रो उकालो। त्यही माथि सामान बोकेर आउनु पो ओह्रालो त्यो घुम्नु आउन सजिलो भयो। अब उकालो त गाह्रो हुन्छ साथीहरू। गाह्रो भए पनि के गर्नु, जानै पर्यो। घर त जानै पर्यो, फर्किनु पर्यो आएपछि। र हामी फर्किने बाचाको साथ अब हामी करेन्ट चाउचाउ पकाएर खान्छु ल। टडा यस्तो पाक्दैछ नि। यहाँ सुपहरू चाहिँ यहाँ छ। म चाहिँ सुपहरू हाल्छु। यहाँ मासु पनि रेडी भइसकेको छ। साथसाथै हाम्रो सरस्वती दिदी पनि रेडी भइसक्नु भएको छ। लिपस्टिक लाएर राम्रो वान पिस लाएर चोटो लाएर आमामा हाम्रो सरस्वती दिदी त अब हाम्रो लाउरे कमललाई मखै हुने भयो। साथीहरू अनि आजको दिन के आउने बेलामा यस्तो झाउ पनि भएको थियो है। मलाई खासै युट्युब बोल्न चाहिँ आउँदैन, त्यही पनि आउने बेला जस्तो पसिना घाम गर्मी सब यस्तो थियो कि। तर यहाँ आइसकेपछि पानी अनि यो यहाँको शीतल भएपछि यस्तो खुसी लाग्यो क्या हामीलाई होइन। अनि हामी यस्तो पौडी खेल्यौँ, यति धेरै इन्जोय गऱ्यौँ होइन। अनि इन्जोय गरिसकेपछि हेरौँ अनि इन्जोय गऱ्यौँ होइन। रमाइलो पनि भयो साथीहरू। त्यही समरमा चाहिँ यस्तो गर्मीमा चाहिँ हामी यस्तो ठाउँमा आएर पौडी खेल्न अनि उयो गर्न चाहिँ कस्तो रमाइलो हुँदो रहेछ क्या। पानी पनि आफै बगिरहेको पानी यस्तो रमाइलो कलकल भएको है। मलाई यस्तै राम्रो लाग्यो साथीहरू। अब हामी करेन्ट चाउचाउ खान्छु ल। यो करेन्ट जहाँ गए पनि करेन्ट चाउचाउ चटपटहरू चाहिँ खानै मन लाग्ने पनि हो पनि है। अनि करेन्ट चाउचाउहरू चाहिँ खान मन लाग्छ हामीलाई है। त्यो खान्छौँ पनि हामी साथीहरू। अनि त्यति धेरै पुलाउ रोस्ट अनि भयो दही मही अचार ससेज अझ माछा पनि खाएको नि त साथीहरू हामीले है। ओके साथीहरू, हाम्रो चाहिँ चाउचाउ यस्तो भइसकेको छ। अनि पाक्यो। आगो कति मजाले बल्या हो क्या है। ए राम्रो लाग्यो क्या मलाई यो ढुङ्गा यस्तो खोल्साहरू। टडा साथीहरू ल यहाँ चम्ची ल्याउँदै सानो चम्चीले खाने। ये फुकाउँदा यो हाउला रोस्ट यहाँ के आधा काटी नपल्टिनु न। यो त चम्चीको प्लास्टिक खोइ के चम्ची वहाँ नहीं मम्मी खाने हुन्छ नानी तानेर केही हुन अब नखाउँ न। कस्तो छ हेर्न दस्ती काटिएर खाना भनेपछि तिमीहरू त मेकअप नगर्नु, म त मेकअप नगरेर खाने। हामीले कहाँ गर्छौँ त नि खाने ल आऊ मुद्दा कहाँ हो थोरै थियो क्या। हेरेर कसरी खायो कि नपुग्ने अरे यो काँटा चम्चो चाहिने आज कल कस्तो छ पुष्पा तिम्रो बहिनी हो कहाँ गयो नजाऊ न लड्नलाई। अब हामी यो ठाउँलाई यति राम्रो रमणीय शान्त रमणीय वातावरणलाई मौसमलाई छोडेर हामी जाँदैछौँ यत्रो ब्याग बोकेर। अघि नै आउँदा पनि यत्रै ब्याग थियो, अहिले आउँदा पनि यत्रै ब्याग छ। खानेकुरा सक्यो तर भाँडो सकिएन साथीहरू। अब चाहिँ हामी चाहिँ यो दाउरा नि सरस्वती दाउरा निकाल्न खोजेको साथीहरू। हामी घर जाने बेलाको अवस्था यस्तो छ साथीहरू। मैले मेकअप सेकअप केही पनि गरेको छैन। मैले अघि नै आउने बेलामा धोबी मेकअप गरेको थिएँ भनेर म खासै मेकअप गर्ने खाले मान्छे त होइन। अनि अब यो उकालो जाने चाहिँ कसरी हो भन्ने कुरामा हो क्या कुरा अडिएको होइन। अनि आउने बेला त रमाइलो भएको थियो ओह्रालोमा ठुल्ठुलो हिँडेर अन्त रमाइलो भएको थियो। अहिले हेर यस्तो ओ उता रहेछ क्या जाने खास होइन। यस्तो गरी नै आउनुपर्ने त्यही हो क्या। मैले अरू बेलामा देखेको
अब बच्चाहरूलाई फेरि अर्कोचोटि हामी आउने है हाम्रो त के खानेकुरो नल्याउने त्यति बेला त चिउराहरू चाउचाउ बोकेर आउने फाइनली साथीहरू हामी उकालो लाग्दैछौँ उकालो लाग्ने क्रममा स्वासा भएको तर पनि देख्न पर्यो स्वासा भयो भने जस्तो फोटो खिच्नु गएको कहाँ अरे यति हो मेरो जाउँ साथीहरू यो कसको केरा हो मतलब कसको बारीको केरा हो थाहा भएन तर उहाँको दुःखको अगाडि भगवान्लाई गोडा टेक्नै पर्छ हाम्रो कृषि प्रधान देशमा उति एउटा झुन्ड ढेकेर धरेर कुत्रो अब यता फर्किनु साथीहरू अब हामीलाई हेर्नुहोस् त अब हामीलाई हेर्नुहोस् त नि हाम्रो पसिना कस्तो छ साथीहरू ओमाई गड यस्तो गरेर हिँड्नु पनि रहर हो कि बाध्यता हो यो बाध्यता अब आउनु परेछ त बाध्यतै होला हेर्नु त पसिना घिन लाग्दो भयो यत्रो ब्याग बोकेन परेको छ जाँदा नि आउँदा नि मलाई के बिजोग गराएको यस्तो खै अझ यता पनि छ यता पनि छ ल भयो अब ल जाउँ है साथीहरू माथि रोडमा पुगेपछि देखाउँछ है अझ रोडमा स्कुटी बाटोमा पुग्न त माथि हो अझै मूर्ख त मूर्खै हो कि 3टा स्कुटरमा हामी 10जना आएको हो कि अनि स्कुटी बलियो हो कि हामी मूर्ख हो कि के हो साथीहरू फाइनली साथीहरू हामी चाहिँ आइपुगिसक्यौँ यता लाङखुट्टेले टोकेर अब कत्रो कत्रो डाब्रा भएको हो अब हामी जाँदैछौँ डिओ एक्सप्रेस साथी हाम्रो एकदम रमणी एकदम दारवाला भिडियो यति नै थियो म मेरो भिडियो यही अन्त्य गर्न चाहन्छु सबैजना भागिसक्यो म लास्ट छु यही भिडियोबाट म सबैको तर्फबाट म चाहिँ सबैलाई बाई बाई भन्न चाहन्छु अरे यता आउनु ल बाई बाई साथीहरू हाम्रो भिडियो यहाँसम्म अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँ सम्पूर्णलाई हृदयदेखि धन्यवाद भन्दै फेरि पनि अर्को भिडियोमा भेट्ने बाचाका साथ मैले बाई बाई भने बाई बाई साथीहरू लभ यु अल